बतारा गाउँमा हितलाल नामको एक सोझो र मेहनती केटा बस्थ्यो। उसको घर सानो थियो र परिवार गरिब, तर उसको मन ठूलो थियो। बिहान सबेरै काम गर्दा सजिलो हुन्छ। हो छोरा नि काम राम्रो र हुन्छ बुवा। गरिब कहाँ जाने, हाँस्न आउँछ, पैसा छैन। के सोच्छ सपना? एक दिन वार्षिक परीक्षाको नतिजा आयो। के भयो रिजल्ट? पास भयो? हो, पास भयो। धन्यवाद। हितलाल प्रथम भयो। तिम्रो मेहनतको सबै प्रशंसा गर्छन्। तिमी गाउँको गौरव हौ। मलाई धेरै खुसी लाग्यो। मलाई पनि। परिस्थिति जस्तो सुकै होस्, मेहनत र धैर्यले जीवन उज्यालो बनाउँछ। हितलाल प्रथम भएपछि उसको नाम गाउँभरि फैलियो। विद्यालयले उसलाई छात्रवृत्ति दियो, जसले गर्दा ऊ शहरमा गएर पढ्न पायो। नयाँ ठाउँ, नयाँ साथी, सुरुमा उसलाई गाह्रो भयो। तरलाई साको छ। हाने बाबा खेल्छौ? ऊ अझै पहिले चाहिँ मेहनत गर्थ्यो। खाली समयमा अरू विद्यार्थीलाई पनि पढ्न मद्दत गर्थ्यो। केही वर्षपछि ऊ राम्रो अङ्कसहित पढाइ पुरा गरेर आफ्नै गाउँ फर्कियो। गाउँ फर्किएपछि मैले यो सानो ट्युसन कक्षा सुरु गरेँ। गरिब बालबालिका पनि तिनी राम्रो शिक्षा पाउनु छ। बट्रा गाउँ फेरि उज्यालो भयो। अब त्यहाँ धेरै हितलालहरू जन्मिन थाले। साँचो सफलता भनेको आफूसँगै अरूलाई पनि अघि बढाउनु हो।